देखि लिएर व्यापार धन्दा सब थोक रोबोटले गर्दैछ। त्यो बाहेक हामी अझै सभ्यता उचिएर एआई युगमा आइपुगेको छ, आर्टिफिसियल युगमा, इन्टेलिजेन्स युगमा। यी सबै बाइबलमा लेखिएको छ। सुन्नु त, एक दिन यस्तो आउँछ यो संसार यति सभ्य हुन्छ तरै पनि संसार अन्धकार छ। यो युगमा पनि संसार अन्धकार छ। हामी यस्तो युगमा बाँचिरहेका छौँ। मानिसहरू, सभ्य मानिसहरू मंगल ग्रहतिर बसाइ सर्ने चाँजो बाजो मिलाउँदैछन्। अब पृथ्वीमा मानिसको एक्सटिङ हुन्छ भन्छ, अब सर्वनाश हुन्छ भन्छ। बाइबलले पनि त्यही भन्छ। साइन्टिस्टहरूले, नासाले भर्खर प्रुफ गर्दैछ हजुर हामी त्यो युगमा छौँ। अब हामी कहाँ जाने? धन र सम्पत्तिले कहिले पनि बाँध्दैन, बुद्धिले कहिले पनि बाँध्दैन, अनेक किसिमको कुराले बाँध्दैन। बाटो यीशु हुनुहुन्छ। हामी स्वर्गको बाटो हेर्दैछौँ अनि हाम्रो बसाइ चाहिँ स्वर्गमा हुन्छ। आमेन। र यो नानीलाई परवरिश कस्तो गर्नुपर्छ अनि यो नानीलाई कस्तो शिक्षा दिनुपर्छ, आमा बाबुको ठुलो जिम्मेवारी छ। यो दिनहरूमा यो नानीलाई कुन चाहिँ बाटोमा लिएर जाने, यो नानीलाई कस्तो परवरिश गर्ने, यो नानीलाई कस्तो शिक्षा दिने, यो नानीलाई कस्तो गाइड गर्ने, आमा बाबुको ठुलो जिम्मेवारी छ। यी दिनहरूमा नानीहरू जन्मेका छन् नि, तिनीहरूको भविष्य अब जोखिममा छ। सुन्नु त, म बाइबलको दृष्टिकोणबाट बोल्दैछु। तपाईहरु जतिजना बाइबल पढ्नु भएको छैन, अब यो कुराहरू त हामी बाइबलमा अब सुलिँदा समय धेरै जान्छ र बाइबलले मात्र भन्दछ आउनेवाला भविष्य युग कस्तो हुन्छ, समय कस्तो हुन्छ। अनि यो समय चाहिँ नि यीशु ख्रीष्टले आजभन्दा 2000 वर्ष अगाडि अगमबानी गरेर भविष्यवाणी गरेको युगहरूमा, समयहरूमा छौं। अनि त्यो अगमबानी त्यसै बसेको छैन, यो गोइङ टु पास, एकदमै यो हुन आउँदैछ। राज्यको विरुद्धमा राज्य लडाईं हुँदैछ, देशको विरुद्धमा देश लडाईं हुँदैछ, आकाशमा चिन्ह हुँदैछ, पृथ्वीमा घटनाहरू हुँदैछ। सुन्नु त, भूकम्प आएकै छ, अनि के भरे सुनामीहरू आएकै छ, मानव संहार हुँदैछ, विनाश हुँदैछ, रोग कष्ट अनि रूढिमार्गी हैजा कोरोनाको समय हामीले गुजारेर आएको हौं हैन, अर्को आउँदैछ। यसरी नाश आउँदैछ। पृथ्वीबाट तलबाट आगो बाहिर निस्किँदैछ, माथिबाट उल्कापिण्ड खसेर 2029 तिर संसार नाश हुन्छ पनि भन्दैछ। उल्कापिण्ड माथि साइबेरियामा खस्यो आजको केही वर्ष अगाडि, अनि त्यसो हुँदाखेरि खसे त के भयो त, तर अचानक वातावरण परिवर्तन हुन्छ, हावामा आगो लाग्छ भन्छ। यस्तो खालको विनाश पृथ्वीमा आइरहेको छ। त्यो युगमा हामी छौं। अनि यसगरी यो नानीको विषयमा म कुरा गर्दैछु। आमा बाबुले, अब हाम्रो आमा बाबुले छोराछोरीलाई हुर्काउनु पर्ने कुराहरू विषयमा म भन्न चाहन्छु। अघि म एउटा दुईटा उदाहरण दिन्छु राजाहरूको विषयमा। बाइबलमा लेखिएको छ दुईटा राजा, धेरैवटा छ राजाहरूको विषयमा, तर दुईटा विषय लिएर म तपाईहरुलाई इक्जाम्पल दिन्छु। ल, दोस्रो इतिहास 26 को 1 देखि 5 मा लेखिएको छ। दोस्रो इतिहास 26 को 1 देखि 5 मा लेखिएको छ। तब यहुदाका सबै मानिसहरूले 16 वर्ष पुगेका उजियालाई तिनका पिता अम्स्यापछि राजा तुल्याए। राजा आफ्ना पितृहरूसित सुतिसकेपछि यिनले नै एलात शहर बनाएर यहुदालाई फिर्ता गरिदिए। उजिया राजा राजगद्दी आरोहण गर्दा 16 वर्षका थिए। तिनले यरुशलेममा 52 वर्ष राज्य गरे। तिनकी आमा यरुशलेमकी यकोल्याहा थिइन्।
आमाको उल्लेख गरिएको छ। तिनले आफ्ना पिता अमस्याहले गरे झै परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे। जकरियाको समयमा तिनले उनलाई परमेश्वरको भयमा शिक्षा दिए बमोजिम परमेश्वरको अगुवाई खोज्नमा तिनले मन्थन लगाए। त्यो राजाले परमप्रभुलाई खोज्दै र यरुशलेम खोज्दै र रहन्जेलसम्म परमेश्वरले तिनलाई फलिफाप गरिदिनु भयो। राजा उसको अमस्या भन्ने इजरायलको राजा थियो। ऊ खसेपछि उसको आमाले तिनकी आमा यरुशलेमकी यकोल्या थिइन्। राज पुजारी घरानाको छोरी थिइन् अनि उनले चाहिँ नि यो नानी राजगद्दी आरोहण गर्दा 16 वर्षका थिए राजगद्दीमा पुग्दाखेरि राजा हुँदाखेरि। तर यो नानीलाई परवरिश उसको आमाले गर्यो। उसको आमाले शिक्षा दियो। उसको आमाले परमेश्वरको भयमा परमेश्वरको डरमा हुर्कायो अनि राज्य चलाउनलाई परमेश्वरले उसलाई सहायता गरे भनेर भनेको छ। आमाको नाम किन ल्याइयो? किनभने घरलाई पुस्तालाई पिँढीलाई निर्माण गर्ने त आमा नै हुन्छ। सुनौ त, आमाले उसलाई कुन बाटो कुन शिक्षा दिएको छ? छोराछोरीहरू आमाको नजिक नै हुन्छ। आमाले भनेको कुरा मान्छ। बाबुले कुरा गरेको अलिक ढिलो गरेर अप्ठ्यारो गरेर मान्छ। आमाले भनेको झट्टै मानिहाल्छ। सुन्नु त, र तिनकी आमा यरुशलेमकी यकोल्या थिइन्। तिनले आफ्ना पिता अमस्याहले गरे झै परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। जकरियाको समयमा तिनले उनलाई परमेश्वरको भयमा शिक्षा दिए बमोजिम परमेश्वरको अगुवाई खोज्न तिनले मन्थन लगाए। राजालाई जस्तो प्रकारले आमाले सिकाएको थियो परमेश्वरको कुरा, परमेश्वरको आज्ञा पालन गर्न, परमेश्वरको शिक्षामा हुर्कन, बढाउन, उसले आमाले त्यसरी परवरिश गरेका कारणले त्यो राजाले चाहिँ परमेश्वरको कुरामा मन लगायो। अनि उसले मात्रै मन लगाएन, उसले मन लगाउँदा आफ्नो राज्यमा सारा इजरायलीहरू समुदायमा परमेश्वरको सेवकाई गर्ने, परमेश्वरको वचन पालन गर्ने, परमेश्वरको प्रशंसा स्तुति गर्ने गर्न लगाए त्यो राजाले। त्यसको रिजल्ट चाहिँ के आयो भने परमप्रभुलाई खोज्दै रहन्जेलसम्म परमेश्वरले तिनलाई फलिफाप गराउनु भयो। उसलाई देशमा सफलता दियो, फलिफाप भयो। उसको देशमा अनिकाल आएन। उसले माथिबाट स्वर्ग खोलियो, स्वर्गबाट झरी पर्स्यो। के अरे राज्यमा सुरक्षा भयो, बिमारीहरू आएन। अर्को राजाको कुरामा 29:1-2 मा लेखिएको छ। म अब धेर बोल्दिन। 29:1 अर्को राजाको विषयमा अघि मैले हिजकियाको विषयमा भने। अब उज्जियाको राजा उज्जियाको विषयमा भन्दैछु भने मैले। अब हिजकिया राजाको विषयमा म बोल्दैछु। हिजकिया राजगद्दी आरोहण गर्दा 25 वर्षका थिए। तिनले यरुशलेममा 29 वर्ष राज्य गरे। तिनका आमा जकरियाकी छोरी अबिया थिइन्। आमा आफ्ना पिता पुर्खा दाउदले गरे झै परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही तिनले गरे। त्यसकारणले यो हिजकियाको समयमा ठुलो उसको राज्यमा आशिष आयो भनेर बाइबलमा लेखिएको छ। आशिषको कुराहरू थुप्रै लेखिएको छ, लामो छ, हगि यहाँ पढ्नु पर्छ। त्यसले गर्दाखेरि नि आमाले नानीलाई कस्तो परवरिश गर्छ, आमाले नानीलाई कस्तो बाटोमा जानु भन्छ, आमाले नानीलाई परमेश्वरको आज्ञा पालन गर्नुपर्छ। नानी तिमी सेवामा जानुपर्छ, नानी तिमीले परमेश्वरलाई चिन्नुपर्छ। अघि जब हामीले जति आमाले शिक्षा दिन्छ, बाबुले यो शिक्षा दिन्छ, तब यो नानी सुरक्षित हुन्छ, परमेश्वरबाट चिनिएको व्यक्ति हुन्छ। यो नानी आशिषको कारण हुन्छ। आफ्नो परिवारमा
आफ्नो आमा बाबुको बुढेसकालमा छोराछोरी आमा बाबुको शिक्षाको कारणले यो नानी नि आमा बाबुलाई एकदमै स्याहार्ने आज्ञाकारी हुन्छ। परमेश्वरको वचन बाइबलमा लेखेको छ आमा बाबुको आज्ञा पालन गर्न। एक नम्बर आमा बाबुको आज्ञा पालन गर्न। जब हामीले आमा बाबुको आज्ञा पालन गर्छौँ छोराछोरीले परमेश्वरको वचन त्यहाँदेखि पालन गर्न थाल्छ। त्यसकारणले आज यो नानीलाई यो जोखिमपूर्ण युगमा परमेश्वरको बाटोमा हिँडाउने चाहिँ आमा बाबुको ठुलो जिम्मेवारी छ। यो जिम्मेवारी मानिसबाट आएको होइन, यो जिम्मेवारी परमेश्वरबाट आएको हो। जब हामी मर्छौँ स्वर्गमा जान्छौँ परमेश्वरले सोध्छ मैले तेरो काखमा दिएको बालक खै के गरिस्? शिक्षा दिएर नदिएर त ठुलो मान्छे त भयो नि, तर नरकमा गयो, स्वर्गमा गएन। कति दुखान्त कुरा छ सुन्नु त। त्यस कारणले गर्दाखेरि नानी जो चाहिँ आमा बाबुलाई परमेश्वरले रोजेर काखमा यो बालक दिएको छ, यो बालक परमेश्वरको धन हो। आमा बाबुले सोच्नुपर्छ मेरो धन होइन, परमेश्वरले दिएको मलाई धन हो। माई ट्रेजर्ड पोजेसन भनेर प्रस्थान 19 अध्यायको 6 पदमा लेखिएको छ। व्यवस्था विवरण 26 अध्यायको 18 पदमा लेखिएको छ। परमेश्वरले बार बार लेखेको छ मेरो धन, मेरो धन, मेरो धन। आज हामी पनि परमेश्वरको धन हौ। वी आर गॉड्स ट्रेजर्ड पोजेसन। हामी परमेश्वरको धनहरू हौ, परमेश्वरको के अरे ढुकुटीहरू हौ। सुन्नुभयो त। यस कारणले गर्दाखेरि यो नानीलाई परमेश्वरले दिनुभएको धनलाई सुरक्षित राखेर उहाँलाई परवरिश गरेर हुर्काएर परमेश्वरको बाटोमा हिँडाएर परमेश्वरको भय मान्न। सबैभन्दा एक नम्बर चाहिँ परमेश्वरको भय मान्न सिकाउन चाहिँ सबैभन्दा ठुलो कुरा छ। जबसम्म परमेश्वरको भय मान्दैन ऊ चाहिँ नि परमेश्वरको धन हुन सक्दैन। अब यो सरकारमा पृथ्वीमा यो नानी दुईजनालाई चाहिँ नि काखमा यो सानो बालक दिएको छ, यो परमेश्वरको धन हो भनेर चाहिँ यो नानीलाई चाहिँ नि त्यस्तो प्रकारले अब स्याहार्न पर्छ। स्याहारेर ल्याउँदैछ यो नानी। हेर्नुहोस् त कति मजाको छ यो नानी। त्यसै होइन यसमा प्रार्थना छ होला, आमा बाबुको परवरिश छ, स्याहार छ, सुसार छ। हामीले आउँदै देख्छौँ बुहारीले स्याहारिरहेको हुन्छ, बाबुले। अझै आज म तपाईँलाई इन्करेज गर्छु यो नानीलाई जस्तो प्रकारले स्याहार्नु पर्ने शरीरमा अब शिक्षामा पनि त्यो प्रकारले हुर्काउँदै लैजानु पर्छ। मैले दुईटा राजाहरूको तपाईँलाई इक्जाम्पल दिएँ अघि। व्यवस्था विवरण 26को 18देखि 19मा म पढ्दैछु ल। व्यवस्था विवरण आमा बाबुले विशेष गरिकन सुन्नुपर्छ। अनि हामी जतिजनाले आउँदो दिनहरूमा हामी नानीहरू आमा बाबु हुँदैछन् तिनीहरूले पनि सुन्नुपर्छ। व्यवस्था विवरण 32को 26को 18देखि सुन्नुहुन्छ। दिस आर द अर्डिनेन्स व्यवस्था हो। 26को 18-19मा उहाँले प्रतिज्ञा गर्नुभए चाहिँ उहाँले भन्नुभयो ल परमेश्वरले प्रतिज्ञा गर्नुभए चाहिँ परम प्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज आफ्नै प्रजा र निजधन ट्रेजर पोजेसन परमेश्वरको आफ्नो धन बनाउनु भएको छ। तिमीहरूले उहाँका आज्ञा पालन गर्नै पर्छ। सुन त तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्नै पर्छ। त्यसो गर्यौ भने अरू जातिहरू भन्दा तिमीहरू प्रशंसा सम्मान र कीर्तिमा महान हुनेछौ।
परमेश्वरको आज्ञा पालन गर्यौं भने परमेश्वरको यो प्रतिज्ञा, दिस इज द प्रमिस। आमा बाबुको लागि यो प्रमिस हो र छोराको लागि यो प्रमिस हो। कसको? मान्छेको होइन, परमेश्वरको प्रमिस हो, जसले हामीलाई बनाउनु भयो, स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो, उहाँको प्रमिस हो यो। त्यसो गर्यौ भने अरू जातिहरू भन्दा तिमीहरू प्रशंसा, सम्मान र कीर्तिमा महान हुनेछौ। सुन्नुभयो त? तपाईले छोराछोरीलाई त्यो बाटोमा दोहोर्यायौ भने, त्यो शिक्षामा हुर्कायौ भने, त्यसरी परमेश्वरको भय मान्न सिकायौ भने, त्यसो गर्यौ भने अरू जातिहरू भन्दा, सुन्नुभयो त? अरू जातिहरू भन्दा अलवेज तपाईले याद गर्नुहोस्, प्रशंसा, सम्मान र कीर्तिमा महान हुनेछौ र त्यसको निम्ति तिमीहरू एक पवित्र जाति हुनै पर्छ। पवित्र जाति, दिस इज द फर्स्ट स्टेप। तपाईहरु पवित्र जाति हुनुपर्छ। अन्य जातिहरूसँग अरू जातिहरूसँगको एउटा जुवामा नारिनु हुँदैन भनेर लेखिएको छ। तपाईहरुको अगाडि यो अर्डिनेन्स छ, यो हुकुम छ, परमेश्वरको यो हुकुम छ। अन्य जातिहरूले जे गर्छन् त्यो गर्नु होइन, उनीहरूले जे पुज्छन् त्यो पुज्नु होइन, उनीहरूले जे खान्छन् त्यो खानु होइन। यसको मतलब उनीहरूसँग संगति नगर्नु होइन, उनीहरूसँग अङ्कमाल गर्नुपर्छ, प्रेम गर्नुपर्छ, अघि उनीहरूसँग हिँड्नु बस्नुपर्छ। तर उनीहरूले जे गर्छ त्यो गर्नु हुँदैन। त्यही नै हो हाम्रो पवित्रता। ओके, म अब जाँदैछु छिटो छिटो। ल, भजन सङ्ग्रह 102 को 18 पदमा लेखिएको छ, अब आउने पुस्ताको निम्ति यो कुरा लेखिनेछ। यो त बाइबलमा पहिल्यै लेखिएको छ। अब आउने पुस्तामा, पिढीको लागि यो भन्दैछ, अब आउने पुस्ताको निम्ति यो कुरा लेखिनेछ। अनि जुन मानिसहरू सृष्टि हुनेछन् तिनीहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। यस परमेश्वरको अगमबानी छ, परमेश्वरको प्रोफेसी छ। अब तपाईहरु जतिजना गर्भमा बालकहरू आउँछ परमेश्वरको इच्छाद्वारा आउँछ, तर तिनीहरूले चाहिँ के गर्नुपर्छ? परमेश्वरको प्रशंसा गर्नुपर्छ। तिनीहरूले परमेश्वरको प्रशंसा गर्नेछन्। अनि जुन मानिसहरू सृष्टि हुनेछन् नि, तिनीहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। भनौँ मतलब परमेश्वरले तपाईलाई उहाँको सेवकाई गर्ने बाटोमा दोहोर्याउनु हुनेछ। तपाईले छोराछोरीलाई त्यो बाटोमा दोहोर्याउनु पर्छ। परमेश्वरको प्रशंसा गर्ने, परमेश्वरको आज्ञा पालन गर्ने, परमेश्वरको सेवा गर्ने बाटोमा तपाईहरुले नानीलाई दोहोर्याउनु पर्छ। यो चाहिँ सफलता हो। दिस इज योर सक्सेस। यो परिवारको सफलता हो। ओके, अनि परमेश्वरले परमेश्वरको वचनमा यो आज मैले जे कोट गरेँ भन्नु धेरै छ। अघि हामीसँग समय थोरै छ। अनि अब हाम्रो ओर पनि अतिथिहरू टाढा नजिकका आउनु भएको छ र प्रभुलाई धन्यवाद। हामीले जुन चाहिँ शिक्षा सुन्यौं, अब यो नानीलाई परवरिश गर्ने, यो नानीलाई हुर्काउने, यो नानीलाई बढाउने, कुन बाटोमा लैजाने। अनि यो समय यस्तो समय छ जुन समयमा हामी जिरहेका छौं, अत्यन्तै संवेदनशील समयमा छौं। अघि यो बाटोमा अब हामी आउँदो दिनहरूमा पृथ्वीमा मानिसहरू रहने छैन। हामी पनि हुँदैनौँ यो संसारमा। बाइबलले भन्छ प्रभु दोस्रो आगमन हुन्छ अनि उहाँलाई विश्वास गर्नेलाई उहाँको आवाजको लागि पर्खिनेहरू चाहिँ बादलमा उठाइ लगिनेछ, यस पृथ्वीमा भेटिने छैन। अनि त्यो पछाडि चाहिँ नि 7 वर्ष क्लेशकाल हुनेछ। बाइबलको अगमबानी यो छ, 3.5 साल क्लेशकाल हुनेछ। 3.5 साल फेरि 7 सालमा 3.5 साल विभाजन भएको छ। 3.5 साल क्लेशकाल हुनेछ। जब पृथ्वीबाट मण्डली आज त्यो क्रिस्चियनहरू भन्छ, ओ त्यहाँ पनि क्रिस्चियनहरू, ओ त्यहाँ पनि क्रिस्चियनहरू, उनीहरूले तपाईहरुको लागि प्रार्थना गरिरहेको छ। समय आउँछ तिनीहरू यस पृथ्वीमा हुने छैनन्। सुन्नु त, तिनीहरू तपाईहरुको लागि, अन्य जातिहरुको लागि
छिमेकीको लागि प्रार्थना गर्ने क्रिस्चियनहरू हुने छैनन्। त्यस पछाडि जसै तिनीहरूलाई स्वर्गमा उठाइन्छ, पृथ्वीमा अन्धकार आउँछ, क्लेशकाल आउँछ। त्यहाँदेखि 7.5 साल महाक्लेशकाल हुन्छ। त्यो क्लेशकाल कसको लागि भने पृथ्वीमा परमेश्वरको क्रोध खनिन्छ। यति सारा कि मनको असिना खस्छ भनेर बाइबलमा लेखिएको छ, प्रकाशित वाक्यमा। आगो खस्छ, बाफरे यति सारा गरम हुन्छ, मानिसहरू छटपटाउँछ, मर्नलाई नि मृत्यु बोलाउँछ, मर्दैन भन्छ बाइबलमा लेखिएको छ। माथिबाट चट्टानहरू खसेर उसलाई के अरे टाउको छता छिल्लो हुन्छ, अन्द्राभुडी निस्किन्छ, मर्दैन, मृत्यु भागिसकेको हुन्छ भनेर लेखेको छ। सुन्नुभयो त, यस्तो डरलाग्दो दिनहरू छ। यहाँबाट बाँच्नलाई चाहिँ येशू ख्रीष्ट मात्र हुनुहुन्छ। यही बाँच्नको लागि चाहिँ नि नासा अब धेरै मान्छेहरूले मङ्गल ग्रहमा साइट किनेको छ अरे, धनीहरूले साइट किनेको छ अरे। त्यहाँ स्पेसमा साइटहरू बनियो, त्यहाँ गएर बाँच्नेवाला छ। कति अब 2050 वर्षमा त 10 लाख मान्छेहरू चाहिँ माथि सर्नेवाला छ। तपाईँ र हामी सर्छौँ अघि, जसको केही छैन। हाम्रो धन चाहिँ परमेश्वर हुनुहुन्छ। यस कारणले गर्दाखेरि अब प्रभुमा बाँच्ने समय यही मात्र हो, छोटो समय। हामी यति साह्रो पर्खिरहेका छौँ कि आज हो कि भोलि प्रभु आउँदै हुनुहुन्छ, हामीलाई उठाइ लैजानुहुन्छ। त्यस पछाडि पृथ्वीको अवस्था डरलाग्दो छ। मैले बाइबलमा पढ्नुहोस्, प्रकाशित वाक्य लास्ट च्याप्टर हो, लास्ट किताब चाहिँ नि प्रकाशित वाक्य हो। त्यहाँ पढेर जानुहोस् पृथ्वीको अवस्था कस्तो हुनेवाला छ। अनि पृथ्वीमा नि यस्तो समस्या आउँछ अघि, त्यस्तो समस्या आउँछ कसैले समाधान गर्न नसक्ने समस्या आउँछ। ओके, त्यस कारणले गर्दाखेरि आज यो नानीको साथ नै अघि एउटा उम्कने उपाय, हामी स्वर्ग जानुपर्छ। पृथ्वीमा हाम्रो बसिरहने समय र अब यो सकेको छ। त्यस कारणले हामीले नानीहरूलाई, हाम्रो परिवारलाई, नानीहरूको सन्दर्भमा हाम्रो परिवारहरू कस्तो प्रकारले परिवारहरू हुनुपर्छ, यसले त्यो कुरालाई पनि निम्तान्छ। परमेश्वरले आशीर्वाद दिउन्। आज यो वचनले हामी सबैलाई आशिष मिलेका होस्। म छोटो प्रार्थना गर्छु। प्रभु, म तपाईँलाई धन्यवाद चाहन्छु आजको वचनको निम्ति। हे परमेश्वर, यो वचन हाम्रो हृदयमा गाडिएका होस्, यो वचन फल्दो फुल्दो होस् हाम्रो हृदयमा। अनि प्रभु, तपाईँलाई मन पर्दो प्रभु फल हामी फल्न सकौँ। तपाईँको आवाज नजिक छ, हामीलाई तयारी बनाउनुहोस्। यो नानीलाई आशीष दिन्छौँ। यो नानीको आमा बाबुले यो अन्तिम घडीमा यो नानीलाई कसरी देखभाल गर्नुपर्छ, परवरिश गर्नुपर्छ, हुर्काउनुपर्छ, बढाउनुपर्छ, तपाईँको शिक्षामा तपाईँले आशीष दिनुहोस्, सहयोग गर्नुहोस्। यीशु मसीहको नाममा आमेन।